जेएमसी डिभोसन्स 365 मा यहाँहरूलाई स्वागत छ। हबकुकको पुस्तक 3 अध्यायको 19 पदमा यसरी लेखिएको छ, परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टा झैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। यो पुस्तक लेखिँदै गर्दा हबकुक डर, हिंसा र अनिश्चितताको समयमा बाँचिरहेका थिए। बेबिलोनी सेना आउँदै थियो र सबै कुराहरू निराशाजनक देखिन्थे। तरै पनि आफ्नो पुस्तकको अन्त्यमा हबकुक निराशमा समाप्त गर्दैनन्। उनी विश्वासको गीतको साथ समाप्त गर्छन्। यो पदले परिस्थिति जस्तोसुकै भए पनि परमेश्वरको शक्ति र उपस्थितिमा भरोसाको घोषणा गर्छ। आज हामी हेर्नेछौँ कि यो पदले कसरी हामीलाई हाम्रो जीवनमा परमेश्वरको शक्ति, स्थिरता र विजयको बारेमा सिकाउँछ। शक्तिको स्रोत परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। हबकुक स्वीकार गर्छन् कि उनको शक्ति उनको आफ्नै क्षमता, स्रोत, साधन र परिस्थितिमा होइन, तर केवल परमेश्वरमा छ। सार्वभौम शब्दले हामीलाई सम्झाउँछ कि जब जीवन नियन्त्रण बाहिर लाग्छ, परमेश्वर पूर्ण नियन्त्रणमा हुनुहुन्छ। हामी प्राय आफैमा भर पर्न खोज्छौँ, तर साँचो शक्ति तब आउँछ जब हामी आत्मसमर्पण गर्छौँ र परमेश्वरमा भर पर्छौँ। यशायाको पुस्तक 40:29 पदमा यसरी लेखिएको छ, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। विशेष गरी जब हामी थकित वा शक्तिहीन महसुस गर्छौँ, जीवनले प्राय हामीलाई शारीरिक थकान, भावनात्मक तनाव वा आत्मिक सङ्घर्षहरू मार्फत थकित बनाउँछ। तर परमेश्वरले हाम्रो बल नवीकरण गर्ने र हाम्रो आफ्नै सीमाभन्दा बाहिर हामीलाई सशक्त बनाउने प्रतिज्ञा गर्नुहुन्छ। थकित र कमजोर व्यक्तिहरूलाई आफैले सामना गर्न छोडिएको छैन, बरु परमेश्वरले सक्रिय रूपमा उनीहरूको सहनशीलता र चुनौतीहरूमाथि उठ्ने क्षमता बढाउनुहुन्छ। यो पदले हामीलाई आश्वासन दिन्छ कि सबै मानवीय स्रोतहरू, योजनाहरू वा क्षमताहरू असफल हुँदा पनि परमेश्वरको शक्ति स्थिर, भरपर्दो र हामीलाई हरेक परिस्थितिमा लैजान पर्याप्त रहन्छ। जब हाम्रो जीवनमा सबै कुरा असफल हुन्छ, परमेश्वरको शक्ति कहिले पनि असफल हुँदैन। आज यो कार्यक्रम सुनिराख्नु भएको तपाईँहरूमध्ये कतिजनाले हबकुक जस्तै महसुस गरिराख्नु भएको हुन सक्छ। आज मसँग तपाईँहरूको निम्ति एउटा प्रश्न छ। तपाईँको जीवनमा चुनौतीहरू आउँदै गर्दा के तपाईँ आफ्नै क्षमतामा भर पर्नुहुन्छ कि परमेश्वरको शक्तिमा भर पर्नुहुन्छ? फिलिपी 4:13 यसरी लेखिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले सिकाउँछ कि चुनौतीहरूको सामना गर्ने हाम्रो क्षमता हाम्रो आफ्नै शक्तिमा होइन, तर हामीमा बास गर्ने क्रिस्टमा निर्भर गर्दछ। यसको अर्थ यो हो कि हरेक परिस्थितिमा, चाहे कठिन, अनिश्चित वा सङ्घर्ष, हामी सहन सक्छौँ, बुद्धिमानीपूर्वक काम गर्न सक्छौँ र दृढ रहन सक्छौँ, किनभने यीशुले हामीलाई शक्ति दिनुहुन्छ। हाम्रो आत्मविश्वास हामीबाट होइन, तर हामी मार्फत काम गर्ने परमेश्वरको शक्तिबाट आउँछ। सङ्घर्षमा स्थिरता, उहाँले मेरो खुट्टा हरिणका खुट्टा झैँ पार्नुहुन्छ। हरिणहरू चट्टान भएका पहाडहरू चढ्न र खतरनाक भूभागमा दृढ भएर उभिन सक्षम रहन्छन्। जीवन अस्थिर हुँदा परमेश्वरले आफ्ना मानिसहरूलाई कसरी स्थिरता दिनुहुन्छ भनेर देखाउन हबकुकले यो छवि प्रयोग गरेका छन्। संसार हल्लिन सक्छ, समस्याहरू बढ्न सक्छन्, तर परमेश्वरले हामीलाई नचिप्लिकन दृढ भएर उभिन सक्षम बनाउनुहुन्छ। भजन सङ्ग्रहको पुस्तक 18:33 यसरी लेखिएको छ, उहाँले मेरो खुट्टाहरू मृगका खुट्टा जस्तै तुल्याउनुहुन्छ र उच्च स्थानमा खडा हुनलाई मलाई सक्षम बनाउनुहुन्छ। यो पदले यस सत्यतालाई अझ बलियो बनाउँछ। यहाँ हामी देख्छौँ कि परमेश्वरको शक्तिले हामीलाई स्थिर मात्र गर्दैन, तर अराजकता भन्दा माथि विजय र सुरक्षाका उचाइहरूमा पुर्याउँछ। व्यवहारिक रूपमा यसको अर्थ यो हो कि परिस्थितिहरू खतरनाक वा अनिश्चित देखिए पनि परमेश्वरले हामीलाई बुद्धिमानी निर्णय गर्न, डरको प्रतिरोध गर्न र आत्मविश्वास साथ अगाडि बढ्न सक्षम बनाउनुहुन्छ। जीवनमा स्थिरता भनेको कठिनाइको अनुपस्थिति होइन, तर हामीले चाल्ने हरेक पाइलामा मार्गदर्शन र समर्थन गर्ने परमेश्वरको दृढ हातको उपस्थिति हो। परीक्षामा विजय, उहाँले मलाई अग्ला अग्ला स्थानहरूमा जाने योग्य तुल्याउनुहुन्छ। यस पदले परमेश्वरले हामीलाई सुरक्षा राख्नु मात्र होइन, उहाँले सक्रिय रूपमा हामीलाई हाम्रा चुनौतीहरूभन्दा माथि उठाउनुहुन्छ र विजयमा डोर्याउनुहुन्छ भन्ने कुरामा जोड दिन्छ। जीवनका परीक्षाहरू भारी लाग्न सक्छन्,
तर उहाँको शक्तिद्वारा हामी तिनीहरू सहन मात्र सक्षम छैनौँ, तर तिनीहरूलाई पार गर्न माथि उठ्न पनि सक्षम छौँ। रोमीको पुस्तक 8:37 हामीलाई भन्दछ कि हामी परमेश्वरको प्रेमद्वारा विजेता भन्दा महान छौँ, जसले देखाउँछ कि उहाँको विजय पूर्ण र परिवर्तनकारी छ। त्यसै गरी 1 कोरिन्थी 15:57 घोषणा गर्दछ कि परमेश्वर आफैले प्रत्येक सङ्घर्षलाई उहाँको विजय अनुभव गर्ने अवसर बनाउँदै हामीलाई येशू ख्रीष्ट मार्फत विजय दिनुहुन्छ। प्रयोग स्पष्ट छ, हाम्रो आफ्नै शक्तिमा भर पर्नु वा कठिनाइहरूको बारेमा चिन्ता गर्नुको सट्टा हामीले परमेश्वरलाई प्रत्येक परीक्षामा मार्गदर्शन गर्न भरोसा गर्नुपर्छ। यो जान्नु कि उहाँले हामीलाई विजयमा डोर्याउनुहुन्छ र हामीलाई आत्मिक, भावनात्मक र व्यवहारिक रूपमा पनि उच्च भूमिमा उठाउनुहुन्छ। के आज तपाईँ जीवनमा केही चुनौतीहरू सामना गर्दै हुनुहुन्छ र अनिश्चित हुनुहुन्छ कि तपाईँ यसलाई पार गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर? आजको पद हबकुक 3:19 मनन गर्नुहोस्, जसबाट हामीले सिकेका छौँ कि हामीले आफ्नै शक्तिमा भर पर्नु पर्दैन, किनकि परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ। जीवनले हामीलाई हल्लाउँदा हामीलाई स्थिरता दिनुहुन्छ र हरेक परिस्थितिमाथि विजय हासिल गराउनुहुन्छ। ढुङ्गेनी भिडमा हरिण जस्तै हामी आत्मविश्वास साथ अगाडि बढ्न सक्छौँ, यो जान्दै कि परमेश्वरले हाम्रा पाइलाहरूलाई स्थिर राख्नुहुन्छ र हामीलाई पार गर्न सक्षम बनाउनुहुन्छ। तपाईँको सङ्घर्षहरूमा उहाँमाथि भरोसा राख्नुहोस्, उहाँको शक्तिमा भर पर्नुहोस्, साहसपूर्वक हिँड्नुहोस् र ख्रीष्टद्वारा परमेश्वरमा विजय जीवन जिउनुहोस्। आजको सन्देशद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।